मेरा बाबुआमालाई छुनु भयो, फेरि फेरि पनि हजुरले मेरा बाबुआमालाई छुनु भयो भने तपाईको फेरि जगटा केलाउन नपरोस्। मैले मेरो जगटा केलाएर मलाई पिर छैन। जानी नजानी त्यो भाउजूलाई मैले दोष दिए, तर दोषी त तपाई हुनुहुँदो रहेछ। हो मै नै दोषी हो। भाजती दोष जति सबैजना महिला नै लगाओ। तिमीले दोष लाउन बाहेक अरु के नै जानेको छौ र? ओहो दाइ, यसपालि त खोलामा पानी नै छैन, खेत कसरी रोप्नुहुन्छ त? नरोपेर के गर्नु त बहिनी, खेत बाँचो राख्नु भएन के अरे? तिम्रो पो बुढो विदेशमा छ, तिमीलाई पैसा पठाइरहेछ के रे? तिमीलाई मोज छ के रे यतातिर? हामी त किसान मान्छे, गरी खाने भाँडा नै त्यही हो। तपाईले त मेरो बुढा विदेश गएको मात्र देख्नुहुन्छ, पैसा पठाएको नपठाएको त कहाँ देख्नुहुन्छ र? पहिला बुढा विदेश गएको 1 महिनामा एकचोटि पैसा पठाउनु भएको थियो, त्यसपछि त न फोन गर्नुहुन्छ न एसएमएस गर्नुहुन्छ। मेरो बुढालाई मेरो अस्ति छैन, कहाँबाट पैसा पठाउनु हुन्थ्यो र? ठिकै त हो नि, तिम्रो बुढाले पैसा नपठाए नि तिमीलाई घरमा पैसा दिने मान्छे छँदै छ के अरे? किन चिन्ता गर्छौ? हैन, फेरि तपाईले को देख्नु भयो र घरमा मलाई पैसा दिने मान्छे? तपाई पनि नचाहिदिउ कुरा गर्नुहुन्छ हो दाइ।